Sun is falling, speed in the black. साथीहरु सबैलाई वेलकम छ है त मेरो आज न्यू भ्लगमा। आज हामी यता ललितपुर साइडमा त्यो एउटा गुम्बा छ अरे, गुम्बा जस्तो ठाउँ घुम्न जाने प्लान बनेर हामी जाँदैछौँ। अब त्यहाँको बाटो कस्तो छ, कताबाट जाने त्यो डिटेल्स सबै दिनेछु। त्यो गुम्बाको नाम पनि थाहा भएन, एकजना मेरो साथीले जाम भनेको भएर जान लागेको हो। हामी कहाँ जाने अरे? कुञ्जसेन प्रतिमा, कुञ्जसेन प्रतिमा। हाम्रो प्लान चाहिँ कुञ्जसेन प्रतिमा जाने प्लान भयो है। यहाँबाट सिधै लेले बस पार्कसम्म नन स्टप जान्छौँ। केटाहरू पनि भेट भयो है। अगाडि हिँड्दैछन्। लेलेसम्म त बाटो राम्रै छ, लेलेसम्म त राम्रै होला बाटो। त्यहाँदेखि चाहिँ एकदम अफ रोड रहेछ भनेर सुनेको थिएँ। हामी चाहिँ यो चोकबाट टिका भैरवको यो चोकबाट यता तल नगइकन माथितिर लाग्छौँ है त। अब यो आकाशको हरियाली है, कस्तो दामी आकाशको दृश्य, डाँडा हरियाली डाँडा भन्न खोजेको। गोदावरी नगरपालिका लेले, यो चाहिँ लेले बस पार्क। एउटा मन्दिर रहेछ यहाँ, मनोकामना मन्दिर होला यो मन्दिर हो। यो बस पार्क आयौँ हामी। ज्ञानकुण्ड युवा क्लब, गोदावरी नगरपालिका। यो कुन मन्दिर हो? कुन मन्दिर हो? मन्दिरको नाम तिलेश्वर महादेव। तिलेश्वर महादेव रे है त यो मन्दिरको नाम। यहाँ त कुण्ड रहेछ, पार्क रहेछ एउटा, कस्तो राम्रो। त्यसले कुण्ड एन्ड एग्रो रिजोर्ट भनेर मान्छेको भिड हुँदो रहेछ है लेले कुण्ड रिजोर्टमा। हामी चाहिँ सिधै लाग्यौँ है त रिजोर्ट सिजोर्टतिर नगइकन, अलमल नगरिकन। But then disappear when the highs get low. I ain't your maybe. Tell me what it is. Cause I'm way too grown to be messing with a love like this. I give you love, but you rush and go. You open up just to close the door. You stay closing doors. I stay up late trying to read your mind. त्यहाँबाट यता पन्ध्रश्याम झरना पनि छ भनेर सुनेको थिएँ। तर अब आज चाहिँ हामी ढिलो भयो आउनै, तर भ्याउँथ्यो झरना पनि हेर्न जानलाई। अरू कुनै दिन मिलाएर आउनुपर्छ। अफरोड छ है यहाँदेखि चाहिँ, यहाँदेखि चाहिँ अफरोड रहेछ, ठाडो उकालो रहेछ। भएर प्रिपेयर भएर आउनु होला सबैजना। भाइ भयो भनेको ए ल, अहिलेसम्म त मजाले आइरहेको थियो। कहाँ भयो त अब? हामी त माथि नै पुग्ने हो, झर्ना होइन के अरे त्यो गुम्बा कि भन्छ नि, गुम्बा कि मूर्ति छ नि, मूर्ति त्यही जान। अब यहीँ राखेर जाने नि, अनि आउँदाखेरि ओह्रालो ओह्रालो छ, ओह्रालोमा लाने अब के गर्नु है त, बिस्तारै है त।
यहाँबाट कति घन्टा लाग्ला माथि कतिमा मन्दिर कति घन्टा लाग्छ हिँड 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 अब आधी घन्टा लाग्छ अरे यहाँ दामी भ्यू देख्दो रहेछ है परको तलबाट आएको हामी कहाँ तलबाट यहाँ माथिमा आइसक्यो तलबाट आयो टुप्पोमा हाम्रो पनि अब बाइक र स्कुटर दुइटै हिट भयो लास्टै हिट भयो अनि 10 मिनट जति रेस्ट गरेर अब जाँदैछौँ त्यो उसको डाँडा यही हो क्या त्यो उसको डाँडा यही हो उही डाँडा हो जस्तो लाग्यो मलाई गोदावरीको माथि क्या गोदावरी माथि छ नि हो त्यो टावर भएको डाँडा त्यही हो जस्तो लाग्यो मलाई त्यसकै पछाडि I kinda wanna hate you, but I wanna love you too. I wanna hold you close and let you go, find someone new. And I wish it wasn't, but my mind's made up in two. What's killing me the most is knowing two things can be true. Wanna throw away your enmity, wanna wear it to sleep tonight. साथीहरू हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ यहाँनिर चाहिँ 3टा मूर्ति देख्न सकिन्छ यो मूर्ति चाहिँ एउटा बुद्धको हो थाहा छ अरू 2टा चाहिँ मलाई चाहिँ थाहा छैन त्यसले अब दादालाई नै सोध्नुपर्छ कुनको मूर्ति हो भनेर भन्नु त कुनको मूर्ति हो अवतार हो एउटा पद्मसम्भ भएको हो एउटा चाहिँ मैले बिर्सेँ यसको लेखेको छ नाम Canaan lives on the land. The gravity of you. The gravity of you. Tides will rise, tides will fall. It'll always be true. भन्नु छ मिलन एकदमै रमाइलो भइरहेछ हामी यो लेलेको माथि टपमा यहाँनिर चाहिँ जसम धार्मिक पर्यटन यो चाहिँ बङ्गलामुखी उपभोक्ता सहकारी ललित महानगरपालिका वडा नम्बर 11 मा पर्छ हैन अनि यो चाहिँ आर्थिक सहयोगमा चाहिँ बनेको रहेछ 2082 साल 9 महिना 18 गते बनेको रहेछ स्थापना भएको मिति यो एकदम रमाइलो भइरहेछ है साथीहरू अब तपाईहरुलाई पनि रमाइलो भइरा होला भन्ने अपेक्षा राखेको छौं ल दिपेन्द्रजी तपाईलाई यस ठाउँमा चाहिँ उपस्थित हुनको लागि चाहिँ के कुराले चाहिँ एकदम प्रेरित गरेको छ कुन माइक मलाई चाहिँ अब टिकटकमा भाइरल प्लेस भयो चाहिँ अलिकति जमजम खत्रै होला प्लेस भनेर चाहिँ आएको कस्तो खालको अनुभव गर्नुभयो त सोचेको जस्तो भयो त सोचेको भन्दा नि खतरा भयो अफ रोड त्यस्तै बाटो त्यस्तै अब बाटो बनिसकेपछि रमाइलो हुन्छ होला उ गर्न पनि यस भ्यूहरूलाई चाहिँ अलिकति यो पानी पर्ला जस्तो बादलहरूको यो मौसमले गर्दा चाहिँ खासै भ्यू देख्न चाहिँ पाइएन उहाँले लागेको जस्तो चाहिँ भयो हैन फुलचोकीकै पछाडि पर्ने रहेछ जे होस् रमाइलो छ ठाउँ चाहिँ ल गाडी पनि आउँदो रहेछ यहाँ चाहिँ यो चाहिँ मेरो स्कुटर यो चाहिँ दिपेन्द्रको बाइक गाडी चाहिँ लिएर आयो कसरी ल्यायो यस्तो बाटो है बिजोग छ बाटो हैन गाडी त आउँछ कि तर लास्टै बिजोग छ क्या पुरै ढुङ्गा छ ल मजाले ल्याउनु यस्तो रमणीय ठाउँ तपाईहरु पनि आउनु होला एकदम राम्रो छ यहाँ बुद्धका 3 अवतार जसमध्ये एक पद्मसम्भ बुद्ध स्वयं र अर्को चाहिँ मैले अलिकति ठम्माउन सकिनँ तर जस एकदम रमाइलो ठाउँमा रमणीय ठाउँमा चाहिँ एकदम शीतल हावा आउने चिसो हावा आइरहने ठाउँमा चाहिँ एकदम बतास लागिरहने ठाउँ छ रमाइलो छ तपाईहरु पनि आउनु होला साथीहरु है ल यतापट्टि माथिपट्टि चाहिँ पिकनिक खाने स्पट जस्तो लाग्यो पिकनिक स्पट जस्तो लाग्यो जाउँ न माथि एकचोटि हेरेर आउँ न इफ तपाईहरु खाली हुनुहुन्छ फ्री हुनुहुन्छ भने पिकनिक गर्नु मन छ भने चाहिँ तपाईहरु यही ठाउँमा आउन सक्नुहुनेछ यहाँनिर पिकनिक
पिकनिक स्पट रहेछ क्या अरे मजाले खायो बस्यो रमाइलो गर्यो अनि घरतिर गए भयो स्टार्टै भएन यार के भयो भयो स्टार्टै भएन माइकै थिएन के बोला केही सुन्दैन के गानी के तना भयो यार स्कुटर स्टार्ट नभएर त्यहाँनिर खाजा खाने दोकानमा एकछिन बस्यौँ खाजा खाने दोकानमा एकछिन बसेर हामी त्यहाँबाट सरक ग्यारेजवाला दाइलाई बोलाएर ग्यारेजमा गएर ग्यारेजमा चाहिँ भरे त स्पार्क प्लग गएको रहेछ स्पार्क प्लग बनाएर 650 रुपियाँ तिरेर महँगो चाहिँ महँगै हो अब के गर्नु आफूलाई आपत परेको बेलामा अब बनाउनै पर्यो भनेर बनाइयो 650 तिरेर त्यसपछि स्पार्क प्लग बनाएर निस्क्यौँ आम्मामा यहाँ के भएको यार यस्तो घर त यार टक्कै आएको रहेछ त एकदमै देख्यो त बाढीले हो कि क्या हो के भएर घर पल्टेको दाइ हो पहिरोले हो ए त्यही त पहिरो अब मलाई लाग्यो कि त्यो उसले होला हौ भनेर ए हस् हस् पहिरोले पल्टेको रहेछ यार पक्कै भएको रहेछ त घर त यार Cause I'm way too grown to be messing with a love like this. I give you love, but you rush and go. You open up just to close the door. You stay closing doors. I stay up late trying to read your mind. I can't read your mind, but your love goes that change all the time. Changing all the time. साथीहरू यो सनसेटको भ्यू त एकदमै दामी आयो हौ हेर्नु न तपाईँहरू पनि यता जङ्गलको बाटो बिचमा त यहाँ त्यस्तो राम्रो भ्यू आइरहेको साथीहरू मेरो छोटो मिठो ब्लग यहीँ समाप्त भयो यसम्म आएर मलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भविष्यमा यस्तै भिडियोहरू फेरि आउनेछ भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिन नबिर्सिनु होला